कहिलेकाहीँ इतिहास कुनै ठुलो भवनबाट होइन, तीनजना साथीबीच भएको एउटा सानो संवादबाट सुरु हुन्छ। एउटा यस्तो सपना जसमा व्यक्तिगत स्वार्थ हुँदैन, हुन्छ त केवल समाज, एकता र निस्वार्थ सेवा। यो त्यही यात्राको कथा हो। तराई कम्युनिटी, जापानको कथा। जापान, सपना, सङ्घर्ष र अवसरको देश, जहाँ हजारौँ नेपाली आफ्नो भविष्य बनाउन दिनरात मेहनत गरिरहेका छन्। यही भिडभित्र एक व्यक्तिको मनमा फरक सोच जन्मिएको थियो। उहाँ हुनुहुन्थ्यो विकास कुमार शाह। उहाँको प्रश्न सरल थियो, हामी किन भूगोल, जात वा क्षेत्रका आधारमा विभाजित हुने? किन सम्पूर्ण नेपालीलाई एउटै परिवारका रूपमा जोड्ने संस्था नबनाउने? यही सोचले एउटा नयाँ यात्राको सुरुवात गर्यो। 14 जुलाई 2024 कोबेबाट केही कामको सिलसिलामा रोहित कुमार महतो नागोया पुग्नुभयो। त्यही साँझ नागोया पोर्टमा हानाबी अर्थात् जापानी आतिशबाजी उत्सव चलिरहेको थियो। यही रोहितजीको भेट विकास कुमार शाह र विषय कुमार यादवसँग भयो। सामान्य भेट जस्तो देखिएको त्यो क्षणले एउटा असाधारण सपनालाई जन्म दियो। त्यही साँझ नेपाली समाजलाई एकतामा जोड्ने तराई कम्युनिटी जापानको अवधारणाले पहिलो आकार लिन थाल्यो। 2 महिनापछि 15 सेप्टेम्बर 2024मा प्रेम शङ्कर यादवले एउटा म्यासेन्जर समूह बनाए। त्यही समूहबाट तराई कम्युनिटी जापानको औपचारिक सुरुवात भयो। नाम तराई थियो, तर उद्देश्य सम्पूर्ण नेपाली समाज थियो। सुरुवात कहिले सजिलो हुँदैन। स्रोत कम, मानिस कम, चुनौती धेरै। तर एउटा बलियो टिम तयार हुँदै गइरहेको थियो। विकास कुमार शाहको नेतृत्व, रोहित कुमार महतोको नयाँ सोच र सामाजिक सञ्जाल व्यवस्थापन, विषय कुमार यादवको हरक्सन साथ, प्रेम शङ्कर यादवको सङ्गठन निर्माण, सन्तोष महतो र विवेक ठाकुरको निरन्तर योगदान, सबैले मिलेर एउटा बलियो आधार तयार गरे। संस्थाको पहिलो ठुलो अभियान थियो 20 अक्टोबर 2024 नागोयामा आयोजित रक्तदान कार्यक्रम। जापानमा रहेका नेपालीहरूको जीवन बचाउने उद्देश्यले गरिएको यो कार्यक्रमले स्पष्ट सन्देश दियो। यो संस्था केवल भेटघाटका लागि होइन, समाजका लागि काम गर्न बनेको संस्था हो। त्यसपछि यात्रा अझ तीव्र बन्यो। पहिलो बोर्ड मिटिङ, 17 जना कोर सदस्य, नागोया, ओसाका, टोकियो, सबैतिर सङ्गठन विस्तार। 11 फेब्रुअरी 2025मा ओसाकामा रक्तदान कार्यक्रम सम्पन्न भयो। टोकियोमा पनि अभियान विस्तार भयो। 3 मे 2025मा ओसाकामा बोर्ड मिटिङ र ब्लड डोनर सर्टिफिकेट वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। अब यो संस्था एउटा सहरको मात्र थिएन, यो सम्पूर्ण नेपालीहरूको अभियान बनिसकेको थियो। तर सबैभन्दा ठूलो परीक्षा अझै बाँकी थियो। जापानको नागोयामा भव्य होली महोत्सव गर्ने योजना। सपना ठूलो थियो, तर चुनौती झन् ठूलो। जापानका कडा नियम, खुला पार्क, डीजे, रङ, हजारौं सहभागी, सबै कुरा अनिश्चित। यही बेला परशमणि पोखरेलले सही दिशा देखाउनु भयो। अनिल दाईले आफ्नो अनुभव बाँड्नुभयो। सम्पूर्ण सदस्यहरूले रगत पसिना बगाए र अन्ततः 9 मार्च 2025 नागोयामा ऐतिहासिक होली महोत्सव सम्पन्न भयो, जहाँ नेपालका हरेक क्षेत्रबाट आएका नेपाली एउटै रङमा रङ्गिए। त्यो केवल होली थिएन, त्यो एकताको उत्सव थियो। सामाजिक उत्तरदायित्व पनि सँगसँगै अघि बढ्दै गयो। जापानमा अध्ययनरत वन्दना यादवको असामयिक निधनपछि परिवारलाई सहयोग जुटाइयो। टोकियोमा मिटअप कार्यक्रम सम्पन्न भयो। क्याम्पिङ, बिबिक्यू र विभिन्न सामाजिक गतिविधि मार्फत नेपालीहरू बीचको सम्बन्ध अझ बलियो बनाइयो। तर इतिहासले अर्को ठूलो क्षण पनि पर्खिरहेको थियो। 28 फेब्रुअरी 2026 यस दिन तराई कम्युनिटी जापानले अर्को असम्भवलाई सम्भव बनायो। पहिलो पटक नागोया सिटीको प्रत्यक्ष सहयोगमा नागोया सिटीकै आधिकारिक परिसरभित्र भव्य होली महोत्सव सम्पन्न भयो। यो केवल एउटा कार्यक्रम थिएन, यो नेपाल र जापान बीचको सांस्कृतिक पुल थियो। नेपाली पहिचानको सम्मान थियो। यस सफलताको पछाडि विकास कुमार शाहको दूरदर्शी नेतृत्व, युकेई सेन्सेई, ओइसिमुरा सान, टोयोटा ब्रदर ग्रुपका सम्पूर्ण सदस्य, योमान देवान, परशमणि पोखरेल र सयौं स्वयंसेवकहरूको अथक योगदान थियो। दिनरातको मेहनतले इतिहास लेखिएको थियो। केवल 2 वर्षको यात्रामा संस्थाले 20 भन्दा बढी सफल कार्यक्रमहरू सम्पन्न गरिसकेको छ। यस यात्रामा रोशन कुमार महतो र नीरज कुमार महतोले सल्लाहकारका रूपमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्नुभयो।
उहाँहरूको अनुभव संस्थाको बलियो आधार बन्यो। आज 7 जुलाई 2026 तराई कम्युनिटी जापानका लागि अर्को ऐतिहासिक दिन बनेको छ। संस्था कानुनी रूपमा होजिन अर्थात् लिगल कर्पोरेसनका रूपमा दर्ता भएको छ। यो केवल कानुनी प्रक्रिया होइन, यो जिम्मेवारीको नयाँ अध्याय हो। यसै अवसरमा नयाँ कार्य समितिको घोषणा हुँदैछ। नयाँ ऊर्जा, नयाँ सोच र समाजप्रतिको अझ ठुलो प्रतिबद्धता। नाम तराई कम्युनिटी जापान भए पनि यसको मुटुमा धर्किन्छ सम्पूर्ण नेपाल। यसको मूल मन्त्र सधैँ एउटै रहनेछ, नेपालीका लागि नेपाली, निस्वार्थ समाजसेवा। यो यात्रालाई सम्भव बनाउने विकास कुमार शाह, अभिषेक कुमार यादव, रोहित कुमार महतो, प्रेम शङ्कर यादव, सन्तोष महतो, विवेक ठाकुर, टोयोटा ब्रदर ग्रुप, रोशन कुमार महतो, नीरज कुमार महतो, युकेई सेन्सेई, ओइसिमुरा सान, योमान देवान, परशमणि पोखरेल, योकोई सेन्सेई, सुजाकी सान र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण सदस्यप्रति हार्दिक सम्मान, आभार र धन्यवाद। यो अन्त्य होइन, यो त केवल सुरुवात हो। जहाँ एकता हुनेछ त्यहाँ तराई कम्युनिटी जापान हुनेछ, जहाँ नेपाली हुनेछ त्यहाँ सेवा हुनेछ र जहाँ सेवा हुनेछ त्यहाँ आशा हुनेछ। जय नेपाल, जय तराई कम्युनिटी जापान।